सो गुड आफ्टरनुन सबैजनालाई है। यो भिडियो चाहिँ मैले बिहानै क्लिप बनाएको थिएँ है। अनि सबैजनालाई जसुकी बराई। आज चाहिँ म चाहिँ चर्च जाँदैछु अनि चाहिँ यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ माथि हाम्रो घरदेखिको माथिको बाटो है। एन्ड म चाहिँ यहाँनिर कान्छी दिदीसँग आन्टीसँग बात गर्दै थिएँ नि, जानु हुँदैन तपाईँ चर्च भनेन। मैले चाहिँ भने म आउँदैछु है। म चाहिँ तर आज चाहिँ अलिक छिटो जानुको कारण चाहिँ के हो भन्दा चाहिँ मैले चाहिँ कन्फेसन नगरेको चाहिँ धेरै महिना भइसकेको थियो नि त है। त्यही भएर चाहिँ मलाई छिटो जानु थियो। एन्ड यु क्यान सी है इधर यहाँ चाहिँ कति मजाको भ्यू देख्छ। यो चाहिँ हाम्रो डाँडा हो है, मेन डाँडा। यहाँदेखि चाहिँ तपाईँको समथार लोले सबै देख्न सक्नुहुन्छ है। अन्त म चाहिँ लागेँ बाटोतिर भिडियो बनाउँदै है, किनभने अब भिडियो पनि म बनाउँछु। अन्त त्यही भएर चाहिँ यो चाहिँ पहिला स्कुल जाँदाखेरि चाहिँ हामी चाहिँ यो बाटो चाहिँ पुरा हिँड्नु गर्थ्यो नि त। अन्त मलाई चाहिँ मेमोरिज पनि राख्नु थियो है। अन्त म चाहिँ यहाँ अङ्कलहरूलाई पनि भेटेको थिएँ है, तर क्लिप चाहिँ मैले लिइनँ। अन्त यो चाहिँ म किन तपाईँहरूलाई देखाएको भन्दा चाहिँ यहाँ चाहिँ यस्तो मिठो पानी पाउँछ है, प्लस चिसो दामी पानी छ, ठन्डा पानी छ है। अन्त यो चाहिँ अब 15 मिनट्सहरू जस्तो लाग्छ मेरो घरदेखि चर्च पुग्नु है। त्यही भएर चाहिँ म यहाँ जाँदै थिएँ नि त। यहाँ चाहिँ एउटा कुकुर पनि छ कि, ठुलो कुकुर छ, डर लाग्छ मलाई, तर आज चाहिँ थिएन थ्याङ्क गड। अन्त चाहिँ आज क्लाउड पनि राम्रो क्लियर देखिरहेको छ है। एन्ड यो फुल देख्न सक्नुहुन्छ। यो फुल चाहिँ के भन्छ यसलाई याद भएन, तर दामी छ। अन्त यहाँनिर चाहिँ पुरा अम्बकहरूको रुख छ, प्लस तपाईँ त्यही अम्बक चाहिँ अब गाउँमा त त्यही हो, पुरै पाइहाल्छ। अन्त यहाँनिर चाहिँ हाम्रो चाहिँ कन्स्ट्रक्सन हुँदैछ हाम्रो गाउँमा चाहिँ। यहाँ ठुलो एउटा रिसोर्ट टाइपको लाइक स्विमिङ पुलहरू भएको बनिँदैछ नि त हो। त्यहाँदेखि फाइनली म चाहिँ पुगेँ चर्च है। एन्ड मलाई चाहिँ चर्च पुग्दा चाहिँ खुसी लाग्यो, किनभने आफ्टर लाइक सो मेनी मन्थ्स है आई फाइनली भिजिटेड है। अन्त यो चाहिँ हाम्रो चर्चको नाम चाहिँ सेन्ट जोन ब्याप्टिस्ट चर्च है। सो तपाईँ देख्न सक्नुहुन्छ यहाँ हेल मेरीको यो पनि गोरेटो पनि छ। अन्त हाम्रो चर्च चाहिँ ठुलो छ नि त, म अगाडिबाट क्लिप लिन सकिनँ है। अब सबै कुरा त म भिडियोमा आई क्यान रेकर्ड है। सो थ्याङ्क यू सो मच फर गाइज फर वाचिङ मी है।